यहाँ भनेको कुरा यहाँ मिल्छ कि मिल्दैन? यो सूत्रले के भन्दैछ भन्ने कुराहरू, यो लामाले भनेको कुराहरू, यो गुरुले भनेको कुरा, यो नेताले भनेको कुरा, यो कुनै पनि धर्मको प्रवर्तकहरूले भनेको कुराहरू चाहिँ सही छ कि विषय छ, ठिक छ कि बेठिक छ, रङ राइट के छ, यो कुरा चाहिँ यस्तो हो कि होइन भनेर आफ्नै स्वविवेक प्लस गरेर त्यसले भनेको कुरामाथि तपाईँले आफ्नो स्वविवेकले अनुसन्धान गर्नु रे। सेक्चे धर वही शेर सिन्धु भनेको, शेर भनेको सुन भनेको। उदाहरण कसरी अनुसन्धान गर्ने त भन्दा चाहिँ यसरी अनुसन्धान गर्नुस् रे कि एउटा सुनारले, सुनको काम गर्नेले सुनार भन्छ, त्यो कर्मले दिएको नाम है, त्यो फेरि कुनै जात होइन। त्यो सुनारले जसरी एउटा सुन ल्याइसकेपछि त्यो सुन नक्कली हो कि सक्कली हो, ओरिजिनल हो कि डुप्लिकेट भन्ने अनुसन्धान गर्ने एउटा प्रक्रिया हुन्छ अरे के, त्यो सुन जोक्ने अथवा त्यो सुन हेर्ने। त्यो कसरी गर्ने गर्छ र त भन्दाखेरि त्यो सुनारले 3 किसिमबाट त्यो सुन चाहिँ अनुसन्धान गर्छ अरे के। सेक भनेको चाहिँ त्यो सुन नक्कली हो कि सक्कली भनेर चाहिँ उसले डढाएर पनि सुन हेर्छ अरे त्यो सुनारले, डढाएर। चे भनेको चाहिँ काटेर पनि हेर्छ अरे उसले त्यो सुन हो कि होइन भित्र अर्कै छ भनेर। धार भनेको घोटेर पनि हेर्छ अरे। यो सुनलाई अनुसन्धान गर्ने 3 प्रक्रियाहरू भन्छ। यो डढाएर, जलाएर, काटेर, घोटेर। जसरी एउटा सुनारले त्यो सुन डुप्लिकेट छ कि ओरिजिनल छ भन्ने कुरा प्रुफ गर्नको लागि डढाएर, घोटेर, काटेर अनुसन्धान गरिसकेपछि अनि मात्रै त्यो सुन ओरिजिनल हो कि डुप्लिकेट थाहा हुन्छ अरे। अनि मात्र त्यो सुनारले त्यो ओरिजिनल भने त्यो सुन लिन्छ, उसले डुप्लिकेट भने तेरो सुन म लिन्न भन्छ। क्रिस्चियन धर्मको प्रवर्तक जेसस क्राइस्ट त बुद्धभन्दा 500 वर्षपछि जन्मेको। जुन बेलामा यो संसारमा बुद्धले जन्म लिएर पनि धर्म प्रवचन गरेर बौद्ध धर्मको स्थापित भएर उहाँ जानु भइसकेको थियो। 500 तपाईँको 500-600 को अन्तरालको फरक छ त्यहाँ, भिन्न त्यही छुट्याइदिएको छ क्या। यो त हामीले बुझ्नु पर्यो नि। अनि ज्ञान गुणको कुरामा कहिले पनि हामी नआउने, यहाँलाई तामाङ थुङदजी आएर थुङदजी गेवारी पाइन्छ लाइन जराउँ थुङभरि चाबरी बिउन्ने ओरङमा ताम यहाँ चाहिँ गोदे देवे गोदे आगो चाहिँ यहाँ चाहिँ हात छ गोदहरू बिच यहाँ थाहा दादो नि बुद्धलाई सम्झ थाहा नरे अनि अर्को सम्झे अर्को गोदो चाहिँ मिलान गोदो मला हो। त्यस्तै नै त्यो धर्म होस् कि कुनै कर्म होस्, जीवनमा तपाईले अंगीकार गर्नु, त्यसलाई जीवनमा लिनुभन्दा अगाडि चाहिँ जसरी एउटा सुनारले 3 किसिमबाट सुनलाई अनुसन्धान गरेको जस्तै तपाईको सो विवेकले पनि 3 प्रकारबाट अनुसन्धान गर्नु भने। 3 प्रकार भनेको चाहिँ पहिले राम्रोसँग सुन यो मान्छेले के भन्दैछ, यो क्रिस्चियनकै होस् न अथवा हिन्दू जेसुकै होस्, बुद्धिस्ट होस् कि जेसुकै होस् हैन, तर राम्रोसँग सुन्नु के उसले भनेको कुरा। यसले जतिसुकै गफ हाने पनि तर सुन्नु चाहिँ सुन्नु के, सुनेर के पनि हुँदैन। तर सुनेर उसको कुरा फेरि फलनफुल भएर घुमेर जाने होइन उसको, तर सुनेर हो कि होइन भनेर पनि त्यसलाई अनुसन्धान गर्नुहोस्। दोस्रो, अनि त्यो सही छ, त्यो विज्ञान सम्बद्ध छ, त्यो यथार्थ सत्य छ भने अनि त्यो कुरालाई लिने गर्नु रे। जसरी अघि सुनारले सुन अनुसन्धान गरेर आफ्नो त्यो सुन लिएको जस्तै अनि हाम्रो यो 3 प्रज्ञाले अनुसन्धान गरेर त्यो बुद्धको त्यो ज्ञानलाई, त्यो कर्मलाई, त्यो धर्मलाई अंगीकार गर्यो भने त्यो जीवनको लागि धेरै लाभदायक हुनेछ अरे। त्यसकारणले हामीसँग चाहिँ के पनि छैन जस्तो लाग्छ नि हामीले हैन, हामी त के पनि बुझ्दैन जस्तो लाग्छ, तर त्यो ज्ञान चाहिँ, त्यो प्रज्ञा चाहिँ तपाई भित्र नै छ अरे त्यो प्रज्ञा। त्यसकारणले त्यो प्रज्ञालाई चिन्नको लागि चाहिँ के गर्नुपर्छ, तपाईले सत्य कर्म गर्नुपर्छ। तपाई चाहिँ कर्म चाहिँ असत्य नै असत्य गर्ने अनि तपाई फेरि यथार्थ सत्यलाई म दर्शन गर्छु, म भगवानको दर्शन गर्छु भनेर मात्र हुँदैन, कर्ममा निर्भर रहन्छ भन्छ। हरेक कुरा धर्म पनि कर्ममा नै निर्भर रहने हो भन्छ। तपाईले धर्म गर्छु भनेर मात्रै भएन नि, अघि जस्तै भैँसी काटेर धर्म गर्यो भने त्यो धर्म हुन्छ हुँदैन नि, त्यो कर्म त हो तर त्यो धर्म भएन। त्यसकारणले कर्म चाहिँ महत्त्वपूर्ण विषय हो भन्छ। त्यसकारणले कर्ममा नै निर्भर रहन्छ अरे हरेक कुरा। कर्मले नै त्यसलाई अन्तिम बिन्दुसम्म पुर्याउने काम गर्छ अरे। त्यसकारणले धर्म जेसुकै माने पनि भन्छ नि कोही कोहीले, तर कर्म चाहिँ जे पाइ त्यो नगरे भन्छ नि, कर्म चाहिँ सत्य मात्रै गर्नु भन्छ। त्यसकारणले समुदायमा धर्म परिवर्तन भन्दा पनि कर्म चाहिँ परिवर्तन हुनुपर्छ है। अहिले तपाई बुद्धिस्ट परिवारमा होला, बुद्धिस्ट फ्यामिली होला, अब तपाई भोलि गएर चर्चमा गएर क्रिस्चियन फ्यामिली भएर अथवा कुनै हिन्दू फ्यामिलीमा भएर
त्यसमा त्यति महत्त्वपूर्ण विषय होइन भन्छ। त्यो हो बाहिरी रूपमा, तर साँच्चीकै यथार्थको कुरा गर्यो भने त्यो बाहिरीको कभर मात्रै चेन्ज गरेको थियो। उयो मोबाइल तपाईँले जस्तो कभर हाल्दा पनि पाउँछ, तर भित्रको त्यो मोबाइलको सफ्टवेयर भन्छ नि, त्यो भित्रको जुन त्यो मोबाइलको जुन चाहिँ हार्डवेयर त्यो छैन भने मोबाइल जतिसुकै कलर टिलिक्क टल्क्यो पनि यो मोबाइलको ब्याट्री चलेन भने काम लाग्दैन। यो जतिसुकै लाखै परेको आइफोन भए पनि। त्यस कारणले बाहिरको कभर मात्रै झिलिमिली भएर हुँदैन, भित्रको गुदी चाहिँ चेन्ज हुनु पर्यो भन्छ। त्यस कारणले यो धर्म पनि बाहिरको कभर धर्म मात्रै, बाहिरको रूप मात्रै फेरेर हिजोको रातो कभर लगाए जुन अहिले सेतो कभर लगाएर खासै त्यसले बाहिर भित्री रूपमा यथार्थमा त्यसले खासै फरक पर्दैन भन्छ। सत्य चाहिँ के हुनु पर्यो भन्दा तपाईँको मनको परिवर्तन हुनु पर्यो। सत्य चाहिँ तपाईँको मन परिवर्तन भएर तपाईँको मन चाहिँ सत्यता हुनु पर्यो, तपाईँको मन चाहिँ एकदम कर्मवादी हुनु पर्यो, सत्यवादी हुनु पर्यो। अनि मात्रै तपाईँ धर्म परिवर्तन भयो भने मात्रै अनि फरक त्यसको अर्थ राख्छ भन्छ। त्यस कारणले अहिले समुदायमा धर्म होइन तपाईँको कर्म चाहिँ परिवर्तन गर्न आवश्यकता छ भन्छ। अहिले हामी के गर्छौँ त, हामी चाहिँ धर्म रूपान्तरण, धर्म चाहिँ परिवर्तन गरेछ, कर्म चाहिँ कहिले छोड्यो भने त्यसले झुट बोल्ने, कहिले छोड्ने होइन त्यसले त्यो मान्छेलाई ढाँट्ने, कहिले छोड्ने होइन त्यो मान्छेलाई लुट्ने। त्यो कर्म जबसम्म उसले नत्यागेसम्म ऊ क्रिस्चियनै होस् कि बुद्धिस्ट होस् कि हिन्दू होस् कि जतिसुकै मन्दिर जाओस् चर्च जाओस्, मान्छे जस्तोको तस्तै काम लागेन नि, बाहिरको कभर मात्रै फेलेपछि होइन। त्यस कारणले चेन्ज हुनु, परिवर्तन हुनुपर्ने के हो त, परिवर्तन मान्छेको मन चाहिँ परिवर्तन हुनुपर्छ कि कर्म चाहिँ परिवर्तन आवश्यकता छ। त्यस कारणले धर्म रूपान्तरणको आवश्यकता परेन, कर्म चाहिँ रूपान्तरण गर्न सक्नु पर्यो। तपाईँले मान्छेलाई लुट्ने, ढाँट्ने, कुट्ने, फटा गर्ने, जाँड रक्सी, मद मदिरापान सेवन, चुरोट बिडी, धुम्रपानहरू यस्तो चिज तपाईँले अनैतिक सम्बन्ध राख्छ भने त्यस्तो चिज चाहिँ त्याग दिनुहोस् बरु। त्यो चाहिँ सबैभन्दा ठुलो धर्म। तपाईँ चर्चमै नगए पनि, तपाईँ गुम्बामै नगए पनि, तपाईँ चाहिँ मन्दिरमा नगए पनि तपाईँको उद्धार हुन्छ। अब हत्या हिंसा गरेर यहाँ त भैँसीको मासु खानु पाउँदैन गुरु भोलिदेखि भन्ला फेरि होइन, आफै कालगतिमा पनि मर्छ नि होइन हो। त्यस कारणले यस्तो हत्या हिंसा गर्ने काम चाहिँ तिम्रो जीवनले नगर। यदि हत्या हिंसा गरेर कसैको काटमार गरेर कसैको काटेर त्यसलाई चाहिँ उसको जीवन बर्बाद गरेर तिम्रो जिन्दगी चलाउँछ भने त्यो जिन्दगी चाहिँ नरक जिन्दगी हो। त्यसरी चाहिँ नजिउ, त्यो जीवन तिम्रो लागि त्यो भलाइको जिन्दगी होइन भन्छ। त्यस कारणले नम्बर 1 मा के भन्नुभयो, हत्या हिंसा कर्म नगर भन्नुभएको थियो भगवान बुद्धले। लामाको 6 मा 5 वटा चाहिँ यसरी भनेको छ, देन्ने सोक्चै मिजासिङ सेन्गी नोरियाङ लामी ठिक बे छोक्यो मिजेसिङ जुनगी छिक्यामी म किन्नी माउबो न्यादेन बे छाङ्नी योसो पंबर जा भन्छ। यो लामाको 6 मा भनेको यो पञ्चशील 5 वटा बुद्ध। नम्बर 1 मा के भन्यो, सोक्चै मिजा भन्यो। सोक भनेको हामीले आत्मा भन्छ नि, प्राण, सोक भन्छ, सोल भन्छ इङ्ग्लिसमा हो। सोक चाहिँ मिजान, कुनै पनि जिउँदो प्राणीको हत्या नगर, जानी बुझी त्यो हत्या हिंसा कर्म नगर भनेको नम्बर 1। यो जति पनि संसारमा अहिले युद्ध लडाई झगडा त्यस्तो खालको कुरा चाहिँ सबै यो हत्या हिंसाको कारणले आएको भन्छ। त्यस कारणले तिम्रो जीवनमा फेरि शान्ति चाहन्छ भने फेरि तिमी आफै युद्ध मात्रै चाहन्छ, लडाई मात्रै, मर्नै चाहन्छ, म गोली खान्छु भनेर चाहन्छ भने त्यो छुट्टी अर्को कुरो हो फेरि। यदि साँच्चीकै तिमी सभ्य मानव बन्ने चाहना हो भने, तिम्रो समुदायमा शान्ति चाहन्छ भने, देश राष्ट्र शान्ति चाहन्छ भने, विश्वमा नै शान्ति चाहन्छ भने नम्बर 1 मा पहिलो नम्बरमा हत्या हिंसा गर्ने कर्म बन्द गर, त्याग भन्नुभएको थियो बुद्धले 5 वटामा। किन भन्दा यो लडाई युद्ध झगडा भनेको सबै हत्याको माध्यमबाट आउँछ भन्छ।